आज हामीसँग हुनुहुन्छ डिकम्पेन्सेटेड CLD क्रोनिक लिभर डिजिजको पेसेन्ट MD नईम। उहाँ चाहिँ पहिलादेखि नै लिभरको समस्याले विभिन्न ठाउँमा चेकअप गराएर पछि चाहिँ मका आउनुभयो र आज चाहिँ फेरि फलोअपमा आउनु भएको छ र उहाँको अवस्था पहिलाभन्दा निकै नै राम्रो भइसकेको छ र अब थप कुरा चाहिँ बिरामीकै मुखबाट सुनौँ। कहो त आएको अपन परिचय कहो त कति चाहिँ? हमारा नाम है मोहम्मद नईम, घर बलुआ भोगनपुर छ। हमरा पेट के समस्या भेले पहले। कति दिन से रहे पेट के समस्या? साल भर करीब भेले। एक साल से शुरू पहले से है, लेकिन परेशानी साल भर से। तब नड़वा हॉस्पिटल गए, नड़वा सप्तकोशी नीरो हॉस्पिटल एक हफ्ता वो तो भरनो रहा, दवा चले दवा फिर घरे लिए कुछ दिन दवाइयों खेलिए, लेकिन हमारा नहीं आराम हुए। तो फिर भोपा गई, भोपो में आके 4 दिन रहा भरना। वो तो जाँच फाँच भेले, ब्लड और चेक कर लगे, जे भी भेले सब टेस्ट कर लगे, दवाई दिल गए। 4 दिन के बाद फिर घर एलिए, घर फिर दवाई खाद हल्का आराम बुझेले, फिर वही न टांग और फूले लगले। टांग फूले लगले, पेट फूले रहे, टांग और फूले। ओकर कारण से की समस्या बुझे आके? तो ओकर बाद सांस लेला, टॉयलेट पेशाब और पेशाब एकदम कम हो, एकदम ही कम पेशाब। तकर बाद फिर भाग लिए विराटनगर टीचिंग में। वो तो आके फिर जांच और कर लिए, और ना दवाई और दिल के। तो हमरा तो परेशानी रहे कि कोना ठीक भए जाए, पैसा तो जरूर कते गेले, कते के खर्चा भेले। फिर वो तो से एलिए, दवाई खाद कुछ दिन दवाई खेलिए, फिर गेलिए, फिर दवाई दिल के। लेकिन हमरा कोनो मतलब आसान नहीं बुझे। तब जाके पता करत ऐठना के पता ले लिए। वो बतल गई कि राजविराज में डॉक्टर संतोष साचे ऐठना ई संबंधी बढ़िया उपचार करे छे, एक जब वो तो जाके चेक करा। बिरामी गाँव में आके एक आदमी के आईना भेल ले, हमरे चमीकी चले जल टोली के। तो वो हमारे साथिये रहे, भेटल एक दिन, हमरा देख लगे कि बाप रे बा एना तो हमू भए गेली। तो वो हमरा कहल कि हमू धरान में विराटनगर में कतऽ उपचार करेलिए, हमू थाक गेलिए। तब जाके हम राजवीरा से उपचार करिए, तो वहाँ जाके ओते अथी कराबू, बढ़िया उपचार करे छे। तो ओकरे से पता लगे हम एठना के जहाँ अतलिए। तो आके जाँच और कर लिए, दवाई दिलिए। हाँ, एक जब तक गेलिए, 7 दिन के दवाई दिलिए, तो गेलिए हम खेलिए, तो कुछ हमारा आराम बुझे। फिर वहाँ कहलिए भरना रहे, तो लग में रहे तो हम देखबे। तो इतना सियोर चले गए, 3-4 दिन 4 दिन 5 दिन भरना। तब बाद हम कतो नहीं गेलिए, तो दवाई खाए लगिए, हमरा आराम बुझा लगे। टांगों और हल्का सटके लगले, पेट सटके लगले, खाना भी हल्का खाए लगलिए। नहीं तो पानी पिए तो बस वह पी के सुधर गई, पेटे न खाली रहे। एगो बिस्कुट खाइए, 1 डिब्बा बिस्कुट लिए, तो 3 गो 4 गो बिस्कुट खाइए, 1-2 घोट पानी पिए, बस वह रोटी और खाइए, पानी पिए, पेट जना और फूल जाए, कुछ खेबे नहीं करी। वहाँ को समस्या चाहिँ लिभर डिजिजसँग लिभरको र किडनीको पनि समस्या थियो र उहाँको अहिले समस्या रेगुलर फलोअपमा आउँदा अहिले धेरै नै राम्रो भएको छ। किडनीको अवस्था पनि पहिलाभन्दा निकै नै राम्रो छ, लगभग नर्मल अवस्थामा आइसक्यो र लिभरको अवस्था पनि पहिलाभन्दा धेरै नै सुधार भएको छ। र उहाँको रोगको बारेमा विस्तृत रूपमा उहाँको छोराले चाहिँ भनिदिनुहुन्छ त्यसो कस्तो थियो, पहिला के थियो र अहिले कस्तो भइरहेछ र यो यहाँबाट उपचार गरेपछि के कति सुधार भयो, त्यसको बारेमा उहाँको छोराको मुखबाट सुन्नुहुन्छ।
मेरो नाम चाहिँ मोहम्मद सरफराज हो। म एमडी नइमको छोरा हो। अनि मेरो बुवालाई चाहिँ अस्तिदेखि नै लगभग डेढ वर्ष जति भयो। पहिलादेखि नै सुरुमा चाहिँ उसलाई चाहिँ पेट फुल्यो। अनि यो पेसेन्ट चाहिँ अल्कोहल पेसेन्ट हो। अस्तिदेखि नै रक्सी खान्थ्यो। अनि 81 चाहिँ पेट फुल्यो, त्यसपछि खुट्टा सुनियो। अनि दुइटै पहिला चाहिँ सप्तकोशी नर्मामा लगे। अनि त्यहाँ चाहिँ लगभग 1 हप्ता पनि भर्ना बसेँ। अनि त्यहाँ औषधिहरू दियो, यताउति सबै दिएर अनि तपाईँको फेरि घर फर्काइदियो। अनि पछि फेरि त्यो औषधि खाँदा खाँदै केही पनि सुधार भएन। अनि त्यहाँबाट होइन यहाँ हुँदैन, बाहिर लानुपर्छ, अनि त्यो धरानी विराटनगर लग्नुहोस् भनेर भने। अनि त्यहाँबाट मैले चाहिँ बुवालाई लिएर फेरि एम्बुलेन्स गरेर हिँड्न पनि सकिरहेको थिएन त्यो बेलामा चाहिँ। अनि उहाँले चाहिँ लिएर फेरि धरान पुगेँ। अनि त्यहाँ भर्ना गऱ्यो इमर्जेन्सीमा। अनि भर्ना गरेपछि लगभग 5-6 दिन जति त्यहाँ पनि भर्ना राख्यो। अनि त्यसपछि उहाँलाई चाहिँ फेरि लगेर भर्नापछि डिस्चार्ज गरेर अनि घर लग्यो। घर लाग्दा अनि फेरि त्यहाँको पनि औषधि खायो, केही पनि सुधार भएन। लगभग 1 हप्ता 15 दिन जति औषधि खायो, केही पनि सुधार भएन। त्यस्तै अनि त्यहाँको डक्टरले भन्यो, फेरि मैले डिअपमा जाँदाखेरि त्यसलाई चाहिँ त्यतिकै पिसाबबाट चाहिँ पेट चाहिँ घट्दैन। महिना 15 दिनमा 1 महिनामा पेट फुल्यो भने लिएर आउनुहोस्, उसलाई चाहिँ पानी निकाल्नुपर्छ पेटबाट। त्यतिकै त्यो आफै चाहिँ पिसाबले चाहिँ हुँदै हुँदैन। अनि फेरि घर फर्काइदिएको पानी निकालेर, त्यहाँ 2 बोतल पानी निकाल्यो। त्यसपछि यहाँ आउँदा अनि फेरि पानी खाँदा खानासाना अलिअलि खाँदा फेरि पेट फेरि त्यस्तै अवस्थामा आयो, फेरि फुल्यो। अनि त्यसपछि त्यहाँ पनि ठिक भएन। त्यसपछि उसलाई चाहिँ विराटनगर लगे। विराटनगरमा पनि त्यही भन्यो। अनि त्यहाँको औषधि खाएर पनि हेरेँ, त्यहाँ पनि 1 दिन मात्रै राख्यो त्यहाँ। अनि यस्तो पेसेन्टले चाहिँ यसको चाहिँ पेट कहिले घट्दैन रे। अनि यसलाई चाहिँ त्यही फलोअपमा लिएर आउनु, अनि पानी भऱ्यो भने पानी निकाल्नु, पछि फेरि लानु घर, त्यस्तै हुन्छ। त्यसपछि अब घर आएँ। अनि बुवाको साथी नै हुनुहुन्छ, उहाँले अस्ति नै सरबाट यहाँ राजविराजबाट सन्तोष सरसँग चाहिँ देखाएको रहेछ। अनि उसको नाम चाहिँ भन्यो। अनि त्यसपछि म पनि यहाँ आएँ। र यहाँ आउँदा चाहिँ सुरुमा 3-4 दिन चाहिँ सुरुमा त औषधि दिएर पठायो। अनि पछि फेरि आउँदाखेरि चाहिँ 4-5 दिन घरमा राख्नुपर्छ भनेर सरले भने। मैले भने ठिकै छ सर, घरमा त जहाँ पनि अब अवस्था यसको अलिक गाह्रो नै रहेछ, समस्या नै छ। अनि त्यसपछि मान्छे राखिदिनुहोस् भनेर भने। अनि 5 दिन चाहिँ यहाँ पनि भर्ना गऱ्यो। तर त्यहाँभन्दा एकदमै धेरै सुधार भयो क्या। एकैचोटि चाहिँ अब पिसाब पनि पानी, यहाँ त पानी सरले पानी निकाल्नु पर्दैन, आफै पिसाबको रास्ताले मजाले पानी निस्किन्छ। त्यस्तो गर्नु पर्दैन। पेटबाट निकालियो भने त्यो पछि गएर चाहिँ अप्ठ्यारो हुनसक्छ, त्यो कीटाणुहरू यताउति चाहिँ पनि हुनसक्छ। तर उसले चाहिँ पिसाबको रास्ताले निस्कियो भने त्यो झन् राम्रो हुन्छ। अनि यहाँ चाहिँ पानी केही पनि निकालेर अनि पछि फेरि 1 हप्ता 5 दिन यहाँ राखेर फेरि घर गएँ। 1 हप्ताको औषधि दिनु माथि। अनि औषधि खाएर हेरेँ, त्यहाँभन्दा धेरै सुधार भयो क्या विराटनगर अथवा धरानभन्दा। अनि त्यसपछि फेरि सरसँग देखाउँदा अहिले 2-3 महिना भयो। अनि पहिलाभन्दा एकदमै नर्मल, पेट पनि फुलेर यत्रो भएको थियो, खुट्टा पनि सुनिएर धेरै मोटो, वेट पनि पहिला चाहिँ 75-72 पुगेको थियो, अहिले 52-53मा आइसक्यो। 54 केजीमा आइसकेको रहेछ। अनि फेरि पेट पनि पुरै नर्मलमा भयो। पहिलाभन्दा लगभग 20 केजी वेट घट्यो। त्यही त, पहिलाभन्दा 20 केजी नै वेट घट्यो। खुट्टाहरू पनि कम भयो। पहिलादेखि पिसाबहरू पनि राम्रो हुन थाल्यो। पहिलादेखि उहाँको अनुहार पनि हेर्नुहोस् राम्रो भइरहेको छ। पुरा मसल सबै राम्रो भएको छ। भनेपछि यहाँ उपचार गरेर खुसी हुनुहुन्छ? खुसी हुनुहुन्छ। यहाँ धेरै राम्रो औषधि सबै थोक राम्रो हुन्छ, सुविधा पनि सबै रहेछ यहाँ पनि। अरू बिरामीहरूले के भन्नु? अरू बिरामीले चाहिँ अब जसलाई पनि यस्तो समस्या छ भने यहाँ सन्तोष सरकोमा चाहिँ लिभर र किडनीको स्पेसलिस्ट हुनुहुन्छ। अनि यहाँ आएर सबैजनाले चाहिँ अनुरोध छ कि यहीँ देखाउनुहोस्। विराटनगर धरानभन्दा राम्रो उपचार यहीँ पनि भइरहेको छ। अनि त्यति खर्च गरेर एम्बुलेन्स अनि यति लाइनमा बस्ने, यहाँ त्यत्रो लाइन पनि बस्नु पर्दैन। आउन बित्तिकै राम्रो उपचार समयमै हुन्छ। त्यही भन्न चाहन्छु म सबैलाई।